यहाँहरू सबैलाई यस विश्लेषणात्मक प्रस्तुतिमा हार्दिक स्वागत छ दर्शकवृन्द। आज हामी नेपालको इतिहासकै सबैभन्दा दर्दनाक, रहस्यमय र कहिल्यै बिर्सन नसकिने घटना अर्थात् 2058 साल जेठ 19 गतेको नारायणहिटी दरबार हत्याकाण्डको बारेमा चर्चा गर्दैछौँ। तर आजको हाम्रो चर्चा स्थापित तथ्यहरूमा मात्र सीमित हुने छैन। हामी तत्कालीन सैनिक हवलदार लालबहादुर लम्तेरी मगरले हालै बाहिर ल्याएका केही अत्यन्तै गम्भीर र नयाँ दावीहरूको विश्लेषण गर्नेछौँ। प्रत्यक्षदर्शी भएको दावी गर्ने उहाँका यी कुराहरूले पुरानो भाष्यलाई पुरै चुनौती दिएका छन्। हामी कुनै पक्ष नलिई उहाँकै भनाइ र स्रोतमा आधारित रहेर यो सम्पूर्ण विषयलाई निष्पक्ष ढङ्गले बुझ्ने प्रयास गर्नेछौँ। आउनुहोस् सुरु गरौँ। विषयवस्तुको गहिराइमा प्रवेश गर्नुअघि यहाँहरूलाई मेरो एउटा सानो तर विनम्र अनुरोध छ। कृपया हाम्रो यस च्यानललाई सब्स्क्राइब गरिदिनुहोला अनि यो प्रस्तुतिलाई लाइक र शेयर गर्न नभुल्नुहोला। यहाँहरूको यो अमूल्य साथ र सहयोगले हामीलाई यस्तै गहिरो खोज र जानकारीमूलक सामग्रीहरू निरन्तर रूपमा पस्कन ठूलो हौसला प्रदान गर्दछ। आज हामी मुख्यतया यी 5वटा बुँदाहरूमा केन्द्रित रहनेछौँ। पहिलो, लम्तेरीका नयाँ दाबी र त्यसबेलाको पृष्ठभूमि। दोस्रो, जेठ 19 को त्यो घटनाको रात। तेस्रो, निर्दोषिताको लागि चढाइएको बिन्तीपत्र। चौथो, पक्राउ र त्यसपछिको जेल सजाय। र अन्तमा न्यायको पर्खाइ। अब लागौं हाम्रो पहिलो खण्डतर्फ, जहाँ हामी यी नयाँ दावी र त्यसको पृष्ठभूमिका बारेमा चर्चा गर्नेछौँ। हामीले आजसम्म सरकारी प्रतिवेदन र समाचारहरूमा जे सुन्दै आयौं, तत्कालीन समयमा त्रिभुवन सदनमा ड्युटीमा रहेका सैनिक हवालदार लालबहादुर लम्तेरी मगरको दाबी त्यसको ठिक उल्टो छ। उहाँको दाबी सुन्दा जो कोही पनि झस्कन्छ। लम्तेरीका अनुसार हत्याराले पहिलो गोली नै दिपेन्द्रलाई हानेको थियो। आधिकारिक प्रतिवेदनले युवराज दिपेन्द्रलाई नै दोषी ठहराएको हामी सबैलाई थाहै छ, तर लम्तेरीको यो भनाइले घटनालाई बिल्कुलै नयाँ कोणबाट हेर्न बाध्य बनाउँछ। उहाँको स्पष्ट जिकिर के छ भने दिपेन्द्रलाई यसमा पुरै षड्यन्त्रपूर्वक फसाइएको हो। अब खासमा त्यो बेला दरबारभित्रको माहौल कस्तो थियो त? स्रोतका अनुसार त्यहाँको भित्री सम्बन्ध निकै रोचक र केही हदसम्म तनावपूर्ण पनि थियो। लम्तेरी आफै एक संगीतकार र खेलाडी समेत भएकाले युवराज दिपेन्द्रसँग उहाँको निकै नजिकको सम्बन्ध थियो। दिपेन्द्रले उहाँलाई आफ्नै खोपीमा बोलाएर गीत सुन्ने गर्थे रे। तर अर्कोतर्फ तत्कालीन राजा वीरेन्द्र र शाहजादा पारसबीच भने निकै तनाव रहेको लम्तेरीको दाबी छ। विशेष गरी संगीतकार प्रवीण गुरुङ मारिनुअघि अधिराज कुमारी श्रुतिले चलाएको कारको ठक्करले दरबारभित्रै एक सैनिक मारिएको घटनालाई लिएर पारसले वीरेन्द्रलाई चुनौती दिएको र राजा वीरेन्द्र पछि हटेको दाबी स्रोतले गरेको छ। अब जाउँ खण्ड 2 मा। जेठ 19 गतेको त्यो कहाली लाग्दो रात आखिर के भएको थियो त? लम्तेरीले बताएको त्यो रातको घटनाक्रम एकदमै चाखलाग्दो छ। उहाँको भनाइलाई मान्ने हो भने दरबारमा भोज चलिरहेको बेला पारस गाडीमा केही बेरका लागि बाहिरिएका थिए अनि त्यसको एकैछिनपछि त्यही गाडीमा दिपेन्द्रको जस्तै अनुहार भएको मुखुण्ड लगाएको एक नकाबधारी व्यक्ति हतियारसहित भित्र प्रवेश गर्यो। त्यस लगत्तै चारैतिर अन्धाधुन्द गोली चल्न सुरु भयो। ज्यान जोगाउन लम्तेरी आफै भने त्रिभुवन सदन अगाडिको केराघारीमा भुइँमा सुतेर लुकेको बताउनुहुन्छ। बाहिरबाट नकाबधारी आएको भन्ने यो निकै गम्भीर र ठूलो दाबी हो। अझै अर्को अचम्मको कुरा त के छ भने लम्तेरीको दाबी अनुसार घटना हुँदा युवराज दिपेन्द्र नसाको सुरमा आफ्नै खोपीमा सुतिरहेका थिए। ती नकाबधारीले पहिलो गोली त्यहीँ चलाएका थिए। उहाँले एकदमै किटाण गरेर के भन्नुभएको छ भने दिपेन्द्रको ढाडमा 6 राउन्ड र बायाँ कन्सर्टमा एकैपटक लगातार धेरै गोली प्रहार भएको थियो। यसको मतलब के हो भने गोली चलाउने व्यक्ति दिपेन्द्र नभई उनी आफै त्यो निर्मम घटनाको पहिलो शिकार भएका थिए भन्ने लम्तेरीको अडान छ। यो अर्को विवरण सुन्दा त साँच्चै नै मुटु सिरिङ हुन्छ। गोली चल्न रोकिएपछि लम्तेरी आफैले राजा वीरेन्द्र र राजकुमार निराजनको रक्ताम्य शरीर उठाएको बताउनु भएको छ। छाउनी अस्पताल जाने क्रममा सैनिक प्रहरीको गाडीको पछाडि बस्दा लम्तेरीले राजा वीरेन्द्रको मुखबाट एकदमै सानो स्वरमा दुख्यो दुख्यो भनेको सुनेको दावी गर्नुभएको छ। अस्पताल पुगेपछि शल्यक्रिया त गरियो, तर तत्कालै उचित उपचार नपाएको उहाँको भनाइ छ। अब लागौं खण्ड 3 तर्फ, निर्दोषिताको लागि चढाइएको बिन्तीपत्र र एउटा जोखिमपूर्ण कदम। हेर्नुस् है, घटना भएको 1 सप्ताह पनि बितेको थिएन। जेठ 25 गते नै लम्तेरी लगायत अरू 4 जना सैनिकहरूले मिलेर दरबारको प्रमुख सचिवालयमा एउटा औपचारिक बिन्तीपत्र दर्ता गराए। उनीहरूको एउटै मात्र मुख्य माग के थियो भने युवराज दिपेन्द्र पुरै निर्दोष छन् र यो घटनाको निष्पक्ष छानबिन हुनुपर्छ।
अब आफै सोच्नुस् त, दरबारभित्रै बसेर बाहिर आइरहेको आधिकारिक भाष्यको विरुद्धमा यस्तो बिन्तीपत्र हाल्नु भनेको चान्चुने आँटको कुरा पक्कै पनि थिएन। यहीँबाट सुरु हुन्छ खण्ड 4, पक्राउ र जेल सजायको त्यो रहस्यमय मोड। अब एकैछिनी महत्त्वपूर्ण मितिहरूलाई ध्यान दिएर हेरौँ है। जेठ 19मा हत्याकाण्ड भयो, जेठ 25मा बिन्तीपत्र दर्ता भयो, अनि त्यसको ठिक 4 दिनपछि जेठ 29 गते नै लम्तेरीलाई दरबारमा आतंक मच्चाएको भन्ने आरोप लगाएर निर्मल निवासको फौजले पक्राउ गर्यो। तर यहाँनिर सबैभन्दा आश्चर्यजनक कुरा के छ भने उहाँलाई पछि गएर जुन उत्तमराज पाण्डेको हत्या अभियोगमा जेल हालियो नि, त्यो हत्या त उहाँ पक्राउ परेको 1 महिनापछि अर्थात् साउन 2 गते मात्र भएको थियो। यहाँहरू आफै विचार गर्नुहोस् त, जेठ 29 गते नै पक्राउ परेर कडा सैनिक हिरासतमा रहेका व्यक्तिले 1 महिनाभन्दा पछि साउन 2 गते सोह्रखुट्टेमा भएको हत्या कसरी गर्न सक्छ? लम्तेरीका अनुसार यो मितिको अन्तरले नै उहाँलाई सुनियोजित रूपमा झुटो मुद्दामा फसाइएको कुरालाई छर्लङ्ग पार्दछ। लम्तेरीले आफूलाई यो कानुनी कालो खाडलमा कसरी धकेलियो भन्ने निकै डरलाग्दो विवरण दिनुभएको छ। उहाँलाई हिरासतमा हुँदा आँखामा कालो पट्टी बाँधेर राखिएको थियो र खाली नेपाली कागजहरूमा जबरजस्ती ल्याप्चे लगाउन लगाइएको थियो। नक्कली कागजातहरू बनाएर सैनिक प्रहरीबाट पुरानो गोरखगढमा सरुवा गरिएको र सिपाहीमा गोप्य रूपमा घटुवा गरिएको कुरा उहाँले धेरै पछि मात्र थाहा पाउनुभयो। र यही ठूलो षड्यन्त्र अन्तर्गत नै उहाँलाई लज मालिक उत्तमराज पाण्डेको हत्यामा फसाइएको उहाँको गम्भीर दाबी छ। र अन्तमा खण्ड 5, न्यायको पर्खाइ र बाँकी रहेका अनुत्तरित प्रश्नहरू। यो मुद्दामा लम्तेरी मात्र एक्ला हुनुहुन्न। उहाँका वकिल अधिवक्ता भूमिनन्द चुडालको भनाइ पनि स्पष्ट छ। अधिवक्ता चुडाल भन्नुहुन्छ, लालबहादुरलाई हत्याको अभियोग लगाइए पनि त्यसको कुनै प्रमाणै छैन र उहाँलाई जेल हाल्ने कुनै कानुनी आधार नै देखिँदैन। उहाँ पूर्ण रूपमा निर्दोष हुनुहुन्छ र सफाई पाउनुपर्छ भन्ने जिकिर वकिलको छ। यति हुँदाहुँदै पनि अदालतले दोषी ठहर गरेपछि लम्तेरी हाल नक्खु जेलमा जन्मकैदको सजाय काटिरहनु भएको छ। यो एउटा व्यक्तिको मुद्दा मात्र रहेन। लम्तेरीले त अन्य केही बृहत र गम्भीर दाबीहरू पनि अघि सार्नु भएको छ। उहाँका अनुसार दरबार हत्याकाण्डकै रात अन्य सैनिकहरू पनि मारिएका थिए, जसलाई पछि तालिम वा एम्बुसमा परेर मारिएको भन्ने बहाना बनाएर परिवारलाई क्षतिपूर्ति दिइयो। साथै उहाँसँगै बिन्तीपत्र हाल्ने अन्य साथीहरूको अवस्था अहिले कस्तो छ भन्ने कुरा पनि पूर्ण रूपमा अज्ञात छ। यी सबै सत्यतथ्य पत्ता लगाउन तत्कालीन शाहजादा पारसलाई झिकाएर बयान लिनुपर्ने उहाँको टटकारो माग छ। अब यी सबै तथ्य, दाबी र विरोधाभासहरूलाई हेरिसकेपछि एउटा अत्यन्तै गम्भीर प्रश्न उब्जिन्छ, के दरबार हत्याकाण्डको निष्पक्ष छानबिन फेरि होला त? लम्तेरीका यी दाबीहरू सत्य हुन् वा होइनन्, त्यो त निष्पक्ष र स्वतन्त्र अनुसन्धानले मात्र बताउन सक्ला। तर एउटा कुरा पक्का हो, यी खुलासाहरूले इतिहासको पानामा दबिएका धेरै प्रश्नहरूलाई पुनः सतहमा ल्याइदिएका छन्। आदरणीय दर्शकवृन्द, हाम्रो यस प्रस्तुतिबाट हामी बिदा माग्दछौँ। यहाँहरूले दिनुभएको बहुमूल्य समय र साथको लागि धेरै धेरै धन्यवाद। नमस्कार।